अहिले पनि मुगलिनदेखि माथिको बाटोको स्थिति निकै नै नाजुक छ। बाटो बिग्रेको कारणले गर्दाखेरि केही नभए 2 घन्टा जस्तो जाममै बस्नुपर्ने भइरहेको छ। यदि तपाईँ कोही यात्रा गर्दै हुनुहुन्छ भने अलिक स्याहारपूर्वक आउनु भएको होस्, किनकि अहिले पनि बाटो राम्रो त छैन, त्यही भएर यसरी जाममा बस्नुपर्ने हुन्छ। ल हेर्नुहोस् कतिको जाम छ। यो त हामी 1 घन्टापछि बल्ल खोलेर बिस्तारै बिस्तारै हामी जाँदैछौँ। जाम कहाँसम्म? मुगलिन माथि यो सबै जाम छ। मुगलिन कट्नु साथ माथि हेर्नुहोस्, अझै पनि बाटो राम्रोसँग बनेको छैन। बर्खाको मौसम पनि छ, कृपया राम्रोसँग तपाईँले सोच विचार पुऱ्याइकन हिँड्नुभएको होस्। हामी देख्न सक्छौँ अझै पनि हाम्रो गाडी चाहिँ अगाडि बढ्ने क्रममा छ, तर बिचमा अब जाम भएर रोक्नुपर्ने हुन्छ। वो जामको बेलामा कोही मान्छेहरू बाहिर निक्लेर फ्रेस हावा खाँदैछ भने कोही मान्छेहरूलाई गोर लगाइरहेको छ। हेर्नुहोस् जाम कति छ, जाम कहाँसम्म छ। सबै जाममा बसिरहेको छ। यो ठ्याक्कै भन्नुपर्दा यो मुगलिनदेखि माथि लागेपछि तपाईँले यो स्थिति भएको पाउनुहुन्छ।